संघर्ष समितिको नाउँमा संविधान सभाको भवनमा हाम्रा आन्दोलन चर्कायौं। जातीय राज्यको विरोध, जातीय आरक्षणको विरोध र हिन्दू धर्म सापेक्ष राष्ट्रको माग गर्दै त्यो आन्दोलन चर्कायौं। न त हामीले हिन्दू राष्ट्र कायम गर्न सक्यौं, न त अखण्ड सुदूरपश्चिमको माग गर्नेहरूले अखण्ड सुदूरपश्चिमको त्यो आन्दोलनलाई सार्थक तार्किक निष्कर्षमा पुर्याउन सके। हामीले विगतमा हामीले भोट हालेर ती दललाई संविधान सभाको भवनमा चुनायौं, जसले हामीले भोट हालेर दूतको रूपमा भोट हाल्यौं। आज तिनीहरूले हामीलाई विस्मरण गरिरहेका छन्। हामीले धेरै विश्वास गर्यौं। हाम्रो उमेरभन्दा पुरानो हाम्रा बाबुहरूको उमेरको नेपाली कांग्रेसलाई हामीले विश्वास गर्यौं। फलमा प्रजातन्त्र प्राप्तिपछिको सबैभन्दा धेरै समय सत्तामा उहाँहरूका प्रधानमन्त्री बनाए, उहाँहरूलाई राज्य चलाउने जिम्मा दियो। त्यसपछि बन्दुकको नामबाट संविधान लेख्छु भन्नेहरू आए, उनीहरूलाई पनि विश्वास मार्यो। हामीले गोली खायौं, अरूलाई गोली बसायौं, हाम्रा भाइ भतिजालाई शहीद बनायौं र धेरैका सिन्दुर पुछे हामी आफैले पुछौं। कम्युनिजमको नाममा 19औं शताब्दीमा रुसमा उदय भएको सिद्धान्तलाई पनि हामीले यो भूमिमा स्वीकार्यौं। हामी आफैले यो भूमिमा कम्युनिस्टका नाममा धेरै आन्दोलन सयौं। कम्युनिस्टले त देश विकास गर्दा कम्युनिजमको अवधारणा त राम्रो होला भनेर नै उहाँहरूलाई सहर्ष स्वीकार्यौं, उहाँहरूलाई साथ दियौं, समर्थन दियौं। तर न त साम्यवादीहरूले यो देशमा हाम्रा विकासका ढोकाहरू खोल्न सके, न त कम्युनिस्टहरूले खोल्न सके, न त माओवादीले बन्दुकको नामबाट संविधान लेख्न सके। भोलि तीनै दलहरू जसले महत्त्वपूर्ण 4 वर्ष समय र हाम्रो विकास निर्माणमा खर्च गर्न सक्ने 10औं अरब रुपियाँ खर्च गरेका छन्, तीनै पार्टीका नेताहरू यहाँको घर दैलोमा आउनुहुनेछ। म यहाँहरूलाई एउटै मात्र अनुरोध गर्न चाहन्छु कि उहाँहरूलाई क्वेसन सोध्नुहोला, प्रश्न गर्नुहोला। जब नेपाली कांग्रेसका मान्छेहरू यहाँको घर दैलोमा आउनेछन्, सोध्नुहोला उहाँहरूलाई। सबैभन्दा धेरै पटक निरङ्कुश त फालेपछिको 40 सालपछि सबैभन्दा धेरै पटक सत्तामा राज गर्ने नेपाली कांग्रेसले यो मल्लासलाई के दियो, यो पर्वतलाई के दियो? काठमाडौँदेखि सबैभन्दा त्यति धेरैको दूरीमा होइन, करिब 5 घण्टाको दूरीमा रहेको यो आजको कार्यक्रम स्थलमा आइपुग्न हामीलाई बेनीको त्यो राजमार्गदेखि करिब 2 घण्टाको यात्रा तय गर्नु पर्यो। यो विकासको ढोका किन उहाँले खोल्न सक्नु भएन? क्वेसन गर्नु होला उहाँले। जब एमाले आउनेछ उहाँले प्रश्न गर्नुहोस्। वर्गको कुरा गर्छु भनेर कम्युनिजम लाग्दाखेरि नेपालमा आज जातको कुरा गरिरहेका छन्, त्यो न्यायोचित होइन। उहाँहरूले यहाँको क्वेसन तपाईँहरूले गर्नुभएको प्रश्नमा न्यायोचित यहाँले चित्त बुझ्ने उत्तर दिनुहुन्छ भने उहाँलाई भोट लाग्नुहोस्। हामी अखण्डका, हामी राष्ट्र बचाउने अभियानमा लागेहरू भोट माग्दैनौँ। र जब माओवादीका साथीहरू आउनुहुन्छ सोध्नु होला उहाँहरूले, देशमा पुछिएका सिन्दुर र फुलेका चुरा, त्यसै गरी सेतो साडी देखाइदिनुहोस् र बाध्यतावश हिजो हत्या गरिएका हाम्रा दाजुभाइ र त्यो दमन सहन नसकेर विदेशीका हाम्रा युवाहरू जसले गाउँमै बसेर पनि खाली खुसी बसे धेरै विकास आफ्ना जीविकोपार्जन गर्न सके, उनीहरू माओवादीकै कारणले विदेशीय यसर्थ हाम्रा गाउँमा भएका बाजा गएर देखाइदिनु होला र उहाँहरूले यहाँको चित्त बुझाउन सक्नुभयो भने उहाँहरूले भोट हालिदिनु होला। हाम्रो यहाँहरूमा एउटै माथि निवेदन छ। अब राष्ट्र विखण्डनको सङ्घर्षमा उभिरहेको छ। जातीय राज्यको विरोधमा हामीले धेरै आन्दोलन गरिसक्यौँ, जातीय आरक्षणको धेरै विरोध गरिसक्यौँ। पोखराको कास्कीको 2 नम्बर क्षेत्रमा हिजो हामीले नै जिताएर पठाएका, म पोखरावासी, मैले नै भोट हालेर जिताएर पठाएको राजकाजी गुरुङ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं भ्रष्टाचार गरेर आज त्यहाँ फ्याँक्न नसके पर्वतमा आउँदैछ। उहाँलाई अब गाउँ बस्न दिने या गाउँ